हेलो साथीहरू, के छ हो हाल खबर? ल आज पनि म चाहिँ टक्क लाएर हैन यो यस्तो खानेकुरा लिएर चाहिँ तपाईहरु माझमा उपस्थिति भइसकेको छु। आज चाहिँ म यो एकदम ल तपाईहरुले देख्न सक्नुहुन्छ हैन, केराबारी, केरा बगान पुरै यहाँ खेतीको रूपमा लगभग 40-50 कट्ठामा चाहिँ यहाँ उत्पादन हुँदो रहेछ। अनि त्यो ठाउँमा आइपुगेको छु म चाहिँ। एकदम स्वच्छ वातावरण, एकदम स्वच्छ हावा, स्वच्छ पानी, सलललल बगिरहने तल हाम्रो खोला, अनि यो केराको साथमा चाहिँ उपस्थिति। अब यसलाई चाहिँ मजाले हैन बिहानै खाजाको रूपमा खानुपर्ने हुन्छ। अब यो चाहिँ लोकल है, फेरि यसले केही असर गर्दैन। यो त बोक्रे शुद्ध मजाले पखालेर खाँदा पनि लगभग 40-50 वटा रोगलाई चाहिँ ठिक पार्छ भन्ने कुरा चाहिँ हाम्रो डाक्टर साहबले भन्नुहुँदै थियो। अब यो चाहिँ ल तपाईहरुले खानुहुन्थ्यो होला, अब के गर्ने, हेरेर इन्जोय गर्नु होला। ल गाउँतिरको यो लोकल भिडियो सानो 2-4 मिनेटको चाहिँ आउँदैछ है त। ल है साथीहरु, अब यसलाई चाहिँ आनन्द तरिकाले टक्क लाएर, सानो सानो छ हैन, दामी छ। यसको नाम के रे? यो के केरा हो? चिनी चम्पा है? ओहो, यो सानो साइजको छ। यो खाने मान्छेले त 8-10 दर्जन खान्छ होला। मै खाने रहेछु 2-3 दर्जन त। हाम्रो गाउँको लोकल आयो है त, लोकल। फेरि लोकल भन्नु आँट्यो, अर्को लोकल चाहिँ हैन, यो लोकल प्योर गाईको दुध आयो। ल योसँग अब टक्क प्योर गाईको दुध है यो साथीहरु, झुक्काको हैन, हेर्नुहुन्छ। ओहो, हैन के आयो? यो पनि लोकलै आयो है? हैन, यताको त सबै लोकलै त हैन। फेरि ल अर्को लोकल आयो है। ल यो गाउँको, यो खायो भने चाहिँ लगभग धेरै हैन, यो त 6-7 वटा रोग चाहिँ ठिक पार्छ। ल हाम्रो एकदम मिलनसार साथी हाम्रो उहाँ चाहिँ सुशील राई, उहाँको गाउँ चाहिँ म घुम्न आएको। हिजो आइपुगेको, अनि टक्क यतातिर उहाँलाई साह्रै दुःख दिइराखेको छु। यस्तो मिष्ठान भोजनहरू ल्याउनुहुन्छ बिहान बिहान। हिजो बेलुका फेरि छुट्टै थियो, हिजो चाहिँ अलि रात परेर त्यति भिडियोमा कैद गर्न सकिएन। यो चाहिँ प्योर लोकल गाईको दुध। अब देखिँदैन, न त देखाउनुहुन्थ्यो गिलास। तपाईँ पनि खानु न, यो लिउ न, खानु खानु। मैले त 4-5 वटा खाइसकेँ। खाइ राख्ने खानु न। खासै गतिलो छैनन् कि, तर यस्तै त हो नि।
अब तपाईँको सिजनमा त फेरि ठुल्ठुलो हुन्छ नि है ए म त जातै सानो हो कि होइन नि यो त के होइन अफ सबैभन्दा सिजनमा कान्छो फलेको हो यो यस्तो होइन यिनीहरू अहिले चाहिँ अफ सिजन हो नि त अब ठुल्ठुलो हुन्छ सिजनमा खाइ नसक्नु हुन्छ त म त जातै यसको त सानो होइन ठुल्ठुलो हुन्छ अनि यो केराको त्यो बोट एउटामा फलिसकेपछि ढालेर फालिदिन्छ होइन अनि फेरि त्यहाँबाट एउटा उत्पादन हुन्छ हुन्छ उम्रिन्छ उम्रिन्छ अब त्यही त नि एक ज्याङमा अब 6-7वटा बोट हुन्छ अनि अब त्यो होइन कुनै त मैले एउटा मात्र देखिरहेको छु नि त त्यो पहिलो रोपेको कारणले गर्दा चाहिँ त्यसरी चाहिँ एउटा एउटा र कोही फलेर ढालिएको त्यही भएर तर तपाईँको यहाँ उत्पादन हुने बेला भाउ बढ्छ है पुरै भाउ त अहिले तपाईँको समथिङ होइन 2000 मानिलिउँ होइन 2500 मात्र लाँदा पनि पैसा टन्नै हुन्छ कि अहिले चाहिँ है लगभग तपाईँको 12-13 हजारको हुन्छ त्यति सामान लग्यो भने अब त्यो समयमा अब जुन सिजनमा हो भने चाहिँ एकदम अब त्यत्रो लाँदाखेरि मानिलिउँ 25 दुना 50 50 नै भनौँ न 5000 5500 बढीमा 6000 जान्छ आधा फरक है अहिले तपाईँको 100कडा 5-6 सम्म जान्छ है यहाँ त मजाले फलायो भने त 4-5 लाखको फल्दैन भने वर्षमा फल्छ लगभग फल्छ तर यसको लागि यो उपचार त केही पनि गर्नु भएको छैन त्यो मात्रै रोपिदिएको छैन अर्ग्यानिक प्योर हो प्योर है यसमा उपचारै छैन केही छैन कि तर यसलाई उपचारको रूपमा अगाडि बढाउने हो भने त राम्रो हुन्थ्यो होला त्यहाँ राम्रो त हुन्थ्यो होला तर उपचार गर्दा पनि अलिक खेतीकै रूपमा क्या खेतीकै रूपमा गरे हुन्थ्यो अब उपचार गर्न पनि फेरि साध्य भएन कि यसो सोचिहेरेको अब एउटा बोटलाई कति लाग्ला के लाग्ला कसो अनि फेरि फलाइ राम्रो हुन्थ्यो होला नि त फलाइ त खोइ यस्तै होला हौ यसमा उपचार भनेको त्यही अब त्यही अलिकति होइन फलाइ राम्रो अलिक मजाको साइज आउँथ्यो कि भन्ने कुरो त्यति साह्रो आउँदैन होला जस्तो लाग्छ मलाई अब एकचोटि यस्तै कृषि ट्रेनिङमा जानुभएको थियो उपचारकै लागि अर्थात् अब कसरी चाहिँ उत्पादनमूलक हामीले अझ हाम्रो व्यवसायलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा जानुभएको थियो ट्रेनिङ गरेर त आउनुभयो तर खोइ खासै देखिँदैन यस्तै अब यसमा लाग्नेहरू कसरी मल दिने त्यो मात्र न हुन त अब प्र्याक्टिकल र थ्योरिकलमा फरक छ त्यहाँ भनेको प्र्याक्टिकल होला होइन थ्योरिकल हो यहाँ भनेको प्र्याक्टिकलले जित्छ त्यही इन्जिनियर र मिस्त्री भने जस्तो होइन उनीहरू इन्जिनियर पढेर मिस्त्री गरेर आएको त्यही ठिकै छ यतिको अब सन्तुष्टजनकै छौँ हामी त त्यही भएर पनि छोडिदिएको अरू उपचार सुपचार के झ्याउ गर्ने अब भोलिका दिनमा नहुने अवस्था छ भने अब उर्वर शक्ति कम भयो भने त्यो समय हेरौँ त्यो समय नत्र अहिले त तपाईँको ठिकै छ अहिले यो हिउँदो भएर खासै त्यस्तो राम्रो नदेखिएको केराको बोटहरू पनि अफ सिजन हो नि त अहिले होइन पुरै सिजन